सङ्घर्ष, इमान र जनसेवाको निरन्तरता पृथ्वी सुब्बा गुरुङ। नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका लागि लमजुङबाट उम्मेद्वार पृथ्वी सुब्बा गुरुङ लामो राजनैतिक अनुभवले खारिएका नेता हुनुहुन्छ। सरल जीवनशैली, स्पष्ट अभिव्यक्ति र निष्कलङ्क छविका कारण उहाँ पार्टी पङ्क्तिमा मात्र होइन, लमजुङका गाउँ बस्तीमा पनि कमरेड पिएसका नामले परिचित हुनुहुन्छ। चुनावी राजनीतिलाई उहाँ सत्ताको दौड होइन, विचार, अनुभव र जनविश्वासको परीक्षा मान्नुहुन्छ। राजनीति विवेक, धैर्य र निरन्तर अभ्यासको पाठशाला हो भन्ने मान्यताका साथ गुरुङ अघि बढ्नु भएको छ। यही अभ्यास र अनुभवका कारण उहाँ आज सङ्घीय राजनीतिमा प्रभावकारी रूपमा लबिङ गर्दै लमजुङ र लमजुङवासीको हितमा आवाज उठाउन सक्ने अवस्थामा पुग्नु भएको छ। विक्रम सम्वत 2054 सालमा उहाँकै नेतृत्वमा तयार भएको लमजुङ विकास मोडल आज पनि जिल्लाको विकासको आधार बनेको छ। सत्तामा हुँदा मात्र होइन, बाहिर रहँदा पनि विकासका मुद्दामा निरन्तर पहल गरिरहनु उहाँको राजनीतिक पहिचान हो। जल, जमिन र जङ्गलको सन्तुलित उपयोग मार्फत समृद्धि सम्भव छ भन्ने सोचका साथ गुरुङले लमजुङको विकासलाई प्रकृति, संस्कृति र साहसिक पर्यटनसँग जोड्नुभयो। नेचर, कल्चर एन्ड एडभेन्चर अवधारणाले घलेगाउँ, भुजुङ, राइनसकोट, काउलेपानी लगायतका गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय पहिचान दिलायो। अबको उहाँको लक्ष्य भनेको जनशक्तिलाई विकासको मूल आधार बनाउँदै स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्नु हो। रोजगारी, उत्पादन र उद्यमशीलता मार्फत युवालाई गाउँमै टिकाइ राख्ने रणनीतिबाटै लमजुङलाई दिगो विकासतर्फ लैजाने विश्वास उहाँको छ। डिजिटल युगको सम्भावनालाई चाँडै आत्मसात गर्नुपर्ने मान्यताका साथ गुरुङले लमजुङलाई आइसिटी मोडल जिल्ला बनाउने सपना अघि सार्नु भएको छ। इन्टरनेटको व्यापक पहुँच मार्फत विद्युतीय सुशासन, कृषि ज्ञान, एआई आधारित ई-शिक्षा र प्रविधि विकासलाई एकैसाथ अघि बढाउने योजना उहाँसँग छ। घलेगाउँ, भुजुङ, राइनसकोट, काउलेपानी लगायतका पर्यटकीय गाउँमा बसेर 1 हप्ता वा बढी समय आइटी काम गर्न सकिने ओक फर्म भिलेज अवधारणाले लमजुङलाई सडक र पर्यटनमा मात्रै सीमित नराखी डिजिटल, शैक्षिक र आर्थिक हबका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यही दीर्घकालीन दृष्टि, एजेन्डा र आफ्ना स्पष्ट कार्यदिशालाई कार्यान्वयन गर्नका लागि उहाँ एकपटक फेरि प्रतिनिधि सभाको उम्मेद्वार बन्नु भएको हो। लमजुङको मान प्रतिष्ठा बढाउँदै सङ्घीय राजनीतिमा आफ्ना अनुभवका आधारमा दखल दिएर लमजुङको विकासका लागि लबिङ गर्न सक्ने, आस्थाको राजनीति गर्ने, इमान्दार, कसैलाई पक्षपात नगर्ने पृथ्वी सुब्बा गुरुङ जतिको नेता अहिले लमजुङमा अरू देखिएका छैनन्। विक्रम सम्वत 2014 साल फागुन 2 गते कोलासुथार गाउँपालिका 9 टक्सारमा जन्मनुभएका पृथ्वी सुब्बा गुरुङले कक्षा 5 देखि पढ्न 4 घण्टा पैदल हिँडेर भोरनेटार छर्नु पर्थ्यो। शिक्षा प्रतिको दृढ लगावकै कारण उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत अमृत साइन्स क्याम्पसबाट प्रथम श्रेणीमा बीएससी उत्तीर्ण गर्नुभयो। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय गुरुङले 2027 सालमा स्कुलमा अनेरा समितिको सचिवका रूपमा राजनीतिक यात्रा सुरु गर्नुभयो। शिक्षक पेसामा रहँदा शिक्षकको हक हित र शिक्षाको गुणस्तरका पक्षमा आवाज उठाउँदा पटक पटक हिरासतमा पर्नुभयो। सुरक्षित व्यक्तिगत जीवन रोज्न सक्ने विकल्प हुँदा हुँदै पनि उहाँले जनसेवाको कठिन बाटो रोज्नुभयो। सङ्गठन निर्माणमा निपुण गुरुङ जिल्ला कमिटीदेखि पोलिट ब्युरो र सचिवालय हुँदै आज एमालेको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। 2063 देखि 2071 सम्म नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको संस्थापक अध्यक्षका रूपमा उहाँले समावेशी अधिकारको सशक्त वकालत गर्नुभयो। सरकारी भूमिकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा उहाँले नीतिगत सुधार र संरचनागत विकासमा नेतृत्व गर्नुभयो। डिजिटल डेमोक्रेसी र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा डिजिटल नेपाल अवधारणालाई व्यवहारमा उतार्दै आइसिटी क्षेत्र सुधार र नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा काम गर्न कानुनी बाटो खोल्ने ऐतिहासिक पहल गर्नुभयो। चुनाव जित्दा होस् वा हार्दा उहाँ सधैँ लमजुङमै रहनु उहाँको संस्कार हो।
पृथ्वी सुब्बा गुरुङका लागि राजनीति सत्ता होइन, सेवा हो। सेवा, श्रमको सम्मान र सङ्घीय शासन मार्फत लमजुङ र लमजुङवासीको हितमा आफूले देखेका सपना पूरा गराउनका लागि फेरि जनताको विश्वास माग्दै चुनावी मैदानमा उत्रनु भएको छ। सधैँ लमजुङवासीको साथ सहयोग पाउनुभएका पृथ्वी सुब्बा गुरुङले फेरि एकपल्ट तपाईँको सहयोग पाउनु नै हुनेछ र तपाईँले सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले पृथ्वी सुब्बा गुरुङलाई विजयी गराउनुहुनेछ।